संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन नीच्याकगु संस्करण कोप 28 जीवाश्म इन्धन युग अन्त्य या सुरुवात यागु सहमति याना वंगु डिसेम्बर 12 तारिक खुनु कोचागुदु संयुक्त अरब इमिरेट्स यूएई या दुबईले नोभेम्बर 30 तारिक खुनु सुरुजुगु सम्मेलन उत्सर्जन कटौती याना न्यायपूर्ण विश्व निर्माण या आधार तयारी यागुन सहमति चुकुखा सायद हिस्ट्रीमै सबभन्दा धेरै नेपाली पार्टिसिपेन्ट उपस्थित हुन पुगे त्यो एक किसिमको गौरव हो र एसियामा कमै हुने गर्छ त्यो पनि एसियाको र एक्सेसिबल ट्रान्जिट जोनमा पनि भएको हुनाले होला त्यो राम्रो भएको छ सहभागिताको साथमा मैले तीनटा कुराहरू भन्छु कि जहिले पनि यो दुईटा नेपाल जहिले पनि सफल भइसकेका छ कोपमा दुईटा स्टेपमा एउटा चाहिँ सहभागिता जनाउनेमा सफल किनभने त्यो पछिल्लो दिनहरूमा चाहिँ युवाहरूको सक्रियतादेखि लिएर नेपाल सरकारकै तर्फबाट पनि तयारीहरू राम्रो छ दोस्रो चाहिँ प्रभाव पार्ने कुरामा त्यहाँ इन्फ्लुएन्स गर्नु पर्यो नि त त्यो इन्फ्लुएन्स गर्ने कुरामा चाहिँ त्यो अलिक पछि छ तर त्यो क्रमशः बढ्दै छ तो सम्मेलने नेपाल पाख्या प्रधानमन्त्री पुष्पकमल प्रचण्ड नेतृत्व या पुचला बतिकागु खासा सम्मेलने नेपाल तगु एजेन्डा बारे जानकारी बिते USAID व अक्सफार्म येले नेपाल क्लाइमेट चेन्ज डिस्कसन डिब्रिफिङ कोप 28 दुबई टु काठमाडौँ नाय ज्याजो बुधबार यागुदु ज्याजोले नवाबसँग कोप 28 नेपाल तगु एजेन्डा बारे जानकारी बिगु खा हामी यहाँ धेरै जना चाहिँ क्लीन एयर नेटवर्क नेपालका मेम्बर्सहरु पनि छौं र हामीले चाहिँ क्लीन एयरको कुराहरू चाहिँ यो हाम्रो कपमा कसरी उठ्यो होला त भन्ने सन्दर्भमा चाहिँ यी कुराहरूले पनि महत्त्व राख्छन् जस्तो लागेर हामीले गरिएका छौं त्यस्तै गरी चाहिँ रिडक्सन अफ इमिसन फ्रम रोड ट्रान्सपोर्टलाई पनि एक्सेलरेट गर्ने र हामी चाहिँ डिफरेन्ट पाथवेजहरू डिप्लोय गरेर जिरो इमिसन र लो कार्बन इमिसनतिर जाने भन्ने कुराहरू आएको छ त्यस्तै गरी चाहिँ इनएफिसिएन्ट फ्युलहरूमाथि दिएका सब्सिडिजहरूलाई चाहिँ फेज आउट गर्ने भन्ने कुरा छ थुक्सी नेपाल थगु एजेन्डा जोरदार रूप तगु तका ज्याजोले जानकारी बिगु खासा सम्मेलने नेपाल थगु हे पेभिलियन दुगुले जलवायु परिवर्तन बारे प्रभावकारी रूपे सहलहु अन्तर्क्रिया जुगुन थागु खा कोप 28 चोले डिसेम्बर 1 और 2 तारिक हुनु विश्व जलवायु कार्य शिखर सम्मेलन जुगु खासा थुकी सचिव ने पेंगु देय सरकार प्रमुख तेगु बुति दुगु खा अब यो कोपको आज प्रसङ्गमा हामीले कुरा गरिराख्यो भने मलाई चाहिँ कस्तो लाग्यो भने यो पालिको कोप चाहिँ एउटा नेसनल युनिटीको सिम्बल जस्तो लाग्यो कोपमा जानुभन्दा अगाडिको प्रिपरेसनमा धेरैचोटि हामी छलफलमा पनि भाग लिएका थियौँ यहाँ भएको मध्ये पनि धेरैजना साथीहरू कहिले कता क्लाइमेट समिट कहिले एभरेस्ट होटलमा कहिले हाम्रो श्रीरामजीको बसमा कहिले कता हामी धेरैजना चाहिँ सँगसँगै छलफल गरिरहेका थियौँ र एउटा यस्तो एउटा एजेन्डा बन्यो कि जसले चाहिँ एउटा नेसनल युनिटी ल्यायो जस्तो मलाई लाग्छ त्यो कहाँबाट सुरु हुन्छ भने जस्तो सम्माननीयज्यूले यहाँ जानुभन्दा अगाडि पनि म यो पालि सहयोगको याचनाको लागि होइन अधिकारको दाबी गर्न र न्यायको कुरा गर्न जान्छु भनेर कोपियानी गुक्कागु संस्करण आक्किव 2024 या नोभेम्बर 11 तारिक 24 तारिक कुन अजरबैजाने जुइतंगुतु